प्रकाशचन्द्र लोनी र रविन्द्र मिश्र रोज्नु पर्यो भने तपाईँ कसरी रोज्नुहुन्छ? प्रकाशचन्द्र लोनीलाई रोज्छु। पशुपति शमशेर र राजा निगमले रोज्नु पर्यो भने कसरी रोज्नुहुन्छ? यी दुईटैलाई रोज्दिने, यी दुईटै फटाउन्। किन फटाउन्? अब कुरै छोडिदिनु न। एकछिन नि, पशुपति शमशेर राणा भनेर के राणा भन्नेमा मान्नुपर्ने छ र? हिजो पृथ्वीनारायण शाहले देश एकीकरण गर्दाखेरि नि मेरो जिजुले पैसा दिएको थियो 2500 रुपियाँ सूर्य रामचन्द्र प्रसाईले सिन्धुलीमारीको लडाइँमा। बिचमा जङ्गबहादुर राणा आएर पो यिनीहरू राणा भएका थिए। के को नभए राणा, के को राणा? राजाको ससुराली राणा भयो भने हामी पनि पर्छौँ। के को राणाको कुरो हुन्छ यहाँ? देखिएन पशुपति शमशेर राणाको दम? सम्पत्ति हुँदैमा हामीले मान्नुपर्छ? सम्पत्ति त रतन टाटाको पनि थियो नि, संसार छोडेर हिँडे त 7000 जहाज उड्दैछन् त। यस्तो खालको दोगला रोल नगर्नु क्या। पशुपति शमशेर राणा यो तपाईँको चाहिँ नि तपाईँकै यहाँ टिभीमा आएर प्रकाशचन्द्र लोनीले के भने दुर्गा प्रसाद हामी जान्दैनौँ भने होइन भनेको प्रकाशचन्द्र लोनी फेरि नि कुचुक्क भएर मलाई जेलमा किन गएको भेट्नलाई? भने यी पूर्व पञ्चको कुरै नगर्नु, यी पूर्व पञ्च हुनु। हिजो राजा पञ्चायतमा पनि आफू मन्त्री भए, अनि गणतन्त्र आएपछि अनि त्यहाँबाट यत्र बेल्ट बाँधेर दौरा सुरुवाल लगाएर अनि त्यहाँबाट मन्त्री हुन कुदेका यिनीहरूले जे पनि गर्छ। यिनीहरूको कुरै नगर्नु। कमल थापा र केशरबहादुर विष्टमा तपाईँ कसरी रोज्नुहुन्छ? केशरबहादुर विष्ट धेरै जेन्युन मान्छे हुन्। कमसेकम केशरबहादुर विष्टले त सूर्य चिन्हमा उठ्नु भएन, राजाको मान मर्यादा राख्नुभयो। ऊ त कमल थापा त जेको पनि उठाएर खाने, जेको पनि उठाएर खाने, लास्टमा गएर सूर्यमा लड्दै होइन। अनि यिनीहरूको कुरा गर्नुहुन्छ तपाईँ? नवराज सुवेदी र धवल शमशेर चौधरीमा तपाईँलाई मनपर्ने को त? दुईजनामा एकजना रोज्नु पर्यो भने तपाईँलाई त साथ दिनुभयो नि त राजावादीहरूले। कसले साथ दियो? धवल शमशेर चौधरीलाई साथ दियो नि तपाईँ? यिनीहरूले जम्मै लगेर मलाई फसाएर सिद्ध्याउन खोजेको रहेछ। के को साथ दिनु यिनीहरूले? धवल शमशेर राणाको मैले देखेको छुइनँ। केपी ओलीसँग गएर यत्तिकै फोनाम गरेर उस कुवाको बुढी अनि ऊ छुटेका होइनन्। रविन्द्र मिश्रले त के भन्थे थाहा छ जहिले अदालतमा? तपाईँ सुन्नुहुन्छ कहानी? कहानी भन्नुहोस् त। श्रीमान म लन्डनमा बीबीसीमा काम गर्थेँ, महिनाको 6 लाख तलब खान्थेँ। त्यस्तो जागिर छोडेर यो देश बनाउन आएको श्रीमान। ऊ त पत्रकार बोल्न आउँथ्यो नि त, मलाई त आउँदैन। तपाईँ पनि बोल्न त माहिर भइसक्यो। श्रीमानसँग म्याथ थप्न लगेको बेलामा अनि त्यसै भनेपछि म त 6 लाख छोडेर आएको श्रीमान देश बनाउन भनेर। अनि श्रीमान मेरी 82 वर्षकी डिफेन्सिया रोग लाग्यो कि आमाको कसम खाएर भन्छु श्रीमान, मलाई 1 मिनट पनि यो हिरासतमा बस्नु छैन श्रीमान। मलाई छोडिदिनु पर्यो। मलाई अदालतले खोजेको बेलामा र प्रहरीले खोजेको बेलामा म जतिखेर पनि हाजिर हुन्छु भनेका मान्छे। त्यो भनेर सर्वोच्च अदालतले वकिलको जमानतमा छोडेको भरे नआएर नि तपाईँको वकिलले जरिमाना तिर्नु पर्यो 50,000 रुपियाँ पैसा। त्यो गणेश साई भन्ने कि श्याम साई भन्ने वकिलले 50,000 जरिमाना तिर्नु पर्यो। अनि मैले के भनेको नि रविन्द्र मिश्रलाई मैले एक दिन हिरासतमै भने तपाईँ यस्तो खालको कुरा गर्ने भने तपाईँका छोरी र छोरी कहाँ छन्? अमेरिकामा। तपाईँ अमेरिकै जानुहोस्। तपाईँ यहाँको लायकको मान्छे होइन। तपाईँ त्यो लायकको मान्छे होइन। कविता लेख्ने मान्छेले नि राजनीति गर्छ?